अगाडिको पार्टमा रोमन ब्लडफ्याङ्क्स ग्रुपलाई मार्न आफै जान्छ र रोमन एक्लै गएको देखेर हान्स मद्दतको लागि दौडिँदै जान्छ र भन्छ, यो समय सोच्नका लागि होइन, उनीहरूलाई यो कुरा मैले भन्नै पर्छ। अब कहानीमा हामी रोमनलाई देख्छौँ। रोमन बाटोमा हिँड्दै सोच्दै भन्छ, एउटा कुरा त मैले केही दिनदेखि सोचिरहेको छु। यो ब्लडफ्याङ्क्स ग्रुप त्यति धेरै शक्ति र त्यति धेरै दादागिरी भएको जस्तो लाग्दैन। तर एउटा समस्या के छ भने यो एउटा सानो ग्रुप छ जसलाई शिकार गर्न धेरै गाह्रो हुन्छ। त्यसमा पनि अहिलेसम्म त तिनीहरूलाई धेरै सतर्क पनि भइसक्यो होला र यतिखेर तिनीहरूले मलाई एट्याक गरेर म बाँच्न सफल भयो भने उनीहरूको लागि एउटा झन् खतरनाक वार्निङ हुनेछ। त्यसैले म उनीहरूलाई खोज्न सक्दिनँ। उनीहरूलाई खोज्ने मेरो एउटै मात्र तरिका छ, म आफै उनीहरूलाई मलाई समात्ने सिचुएसन बनाउँछु। यही कारणले गर्दा म हान्ससँग यो होटल वरिपरि घुमिरहेको थिएँ। रोमन भन्छ, ब्लडफ्याङ्क्स ग्रुपले पनि यतिखेर त थाहा पाइसक्यो होला म एक्लै छु भनेर। अनि त्यही माथि आजको दिन डिमित्री फ्यामिलीको रेगुलर ट्रेनिङ गर्ने दिन हो, जहाँ यतिखेर गार्डहरू पनि कम हुन्छन्, जसले गर्दा सुरक्षा पनि कमजोर हुन्छ। यदि उनीहरूले मलाई एट्याक गर्ने भन्ने बारेमा सोचेका छन् भने आजको दिन एउटा पर्फेक्ट दिन हो। रोमन त्यति सोचिरहेको हुन्छ, त्यतिखेर रोमनको पछाडि दुईजना मान्छेलाई देखाइन्छ र एउटा मान्छे हातमा चक्कु बोक्दै भन्छ, रोमन डिमित्री, यही हो बदला ब्लडफ्याङ्क्स ग्रुपको जुन तैँले गरेको थिइस्। त्यसपछि हाम्रो कथाको सिन परिवर्तन हुन्छ, जहाँ क्याप्टेन जोनाथनलाई देखाइन्छ। त्यतिखेर हान्स निकै हतारिँदै कुद्दै आउँछ र भन्छ, क्याप्टेन जोनाथन, हजुरलाई एउटा कुरा भन्नु छ। मास्टर रोमनलाई केही भयो। क्याप्टेन जोनाथन भन्छन्, तिमी मलाई सही कुरा भन त, के भयो भनेर, त्यसमा पनि पहिला आफू नआत्तिकन भन। हान्स भन्छ, क्याप्टेन, मास्टर रोमनलाई केही त भएको छ। हजुर अहिले नै उहाँलाई खोजिहाल्नु, उहाँ अहिले खतरामा हुनुहुन्छ। यसरी नै सिन परिवर्तन हुन्छ, जहाँ रोमनलाई देखाइन्छ। रोमनलाई मार्न आउने त्यो केटाको हातको चक्कु खोसेर त्यसैको अनुहारबाट आरपार हुने गरी रोमनले त्यो केटालाई त्यहीँ मारिदिन्छ। यसरी अचानक यति छिटो एउटा केटालाई मारेको देखेर अरू केटाहरू छक्क पर्छन् र अनि डराउँछन्। त्यहाँको एउटा केटा भन्छ, यहाँ के चाहिँ हुँदैछ, यो कसरी भयो, हामीले जुन खालको सूचना पाएका थियौँ त्योभन्दा भिन्न हुँदैछ त। त्यतिखेर रोमन भन्छ, तिमीहरू मेरो नजिक आओ, किन तिमीहरूलाई बदला लिनु मन छैन भन्दै एउटा फाइटिङ पोजिसनमा उभिएर धम्की दिन्छ। त्यसपछि सिन सिफ्ट हुन्छ, जहाँ क्याप्टेन जोनाथन हान्सलाई भन्छन्, तिम्रो भनाइअनुसार यङ मास्टर बिना सुरक्षा यहाँको बस्तीमा हिँडिरहनु भएको छ, जो ब्लडफ्याङ्क्स ग्रुपलाई मार्न भनी गइरहेका छन्। हान्स भन्छ, हो, यही कुरा मैले हजुरलाई बुझाउन खोजेको। क्याप्टेन जोनाथन यी सबै कुराहरू सुनेर एकछिन चुप लाग्छन् र त्यहाँका सबैजना हाँस्न थाल्छन् र हाँस्दै भन्छन्, को कहाँ गयो रे, त्यो पनि डिमित्री फ्यामिलीको त्यो काम नलाग्ने छोरा ब्लडफ्याङ्क्स ग्रुपलाई मार्न। त्यतिखेर बिचमा कुरा काटेर हान्स भन्छ, हो, म साँचो बोलिरहेको छु, म झुट किन बोल्नु, अहिलेको अवस्था धेरै सोच्ने बेला छैन। जोनाथन एकछिन सोध्छ र उसलाई एउटा कुरा याद आउँछ कि रोमेरोले पनि रोमन र ब्लडफ्याङ्क्स ग्रुप बिचमा झगडा भएको छ, जुन झगडा तिमीले मिलाउनुपर्छ भनेका हुन्छन्। जोनाथन सोध्छ, थ्याट तेरिका, यसलाई किन सुरक्षा गार्ड बिना त्यहाँ जानु कसले लगाए, जसलाई एउटा हतियार पनि राम्ररी समात्न आउँदैन। क्याप्टेन जोनाथन भन्छन्, सबैजना आफ्नो हतियार रेडी गर, अब हामी अहिले नै यहाँबाट जानुपर्छ, यङ मास्टर भएको ठाउँमा। हान्स, हामीलाई त्यहाँ लग जुन ठाउँमा तिम्रो र यङ मास्टरको अन्तिम भेट भएको थियो। जबसम्म हामी यहाँ छौँ मलाई लाग्दैन कि यङ मास्टरलाई कसैले केही गर्छ भनेर। जोनाथन सोध्छ, यदि अहिले जति पनि कुरा हान्सले भनेको हो त्यो सबै साँचो हो भने रोमन नामको यो मूर्खले अहिलेसम्मको ठुलो गल्ती गर्यो। त्यसपछि सिन सिफ्ट हुन्छ र अब रोमनलाई देख्छौँ, जो रोमन भन्छ, के हो तिमीहरूलाई बदला लिनु छैन, यति मात्र भनेको हुन्छ। दुईजना केटा एट्याक गर्न अगाडि बढ्छन् र भन्छन्, म तँलाई मार्छु। त्यो केटाले गरेको एट्याकबाट छक्किँदै उसको हातमा भएको हतियारले त्यसको पेटमा आरपार गरिदिन्छ र अर्को केटालाई एक लात्ती दिन्छ, जसले गर्दा त्यो केटा धेरै टाढा गएर लड्छ। त्यसपछि रोमन भन्छ, यहाँ के तिमीहरू तीनजना मात्र आएको मलाई मार्न। त्यो केटा डराउँदै भन्छ, यदि तैँले मलाई यहाँ मारिस् भने तँ यो ठाउँमा यसरी सुरक्षित कहिले पनि हिँड्न पाउँदिनस्। रोमन भन्छ, होइन त, यस्तो चाहिँ कसरी भन्न सक्छस् कि मैले अहिले नै तेरो अगाडि तेरो छेउमा दुईजनालाई मारेँ, अब केवल तँ मात्र छस्। अनि अर्को कुरा, त पागल भइसक्यो। रोमन भन्छ, म एउटा प्रश्न गर्छु तँलाई,
तँ यसको उत्तर सोचेर सम्झेर मात्र दे, नत्र भन्दै उसँग भएको हत्याले उसको खुट्टामा गाडिदिन्छ र भन्छ, तेरो यो ग्रुपको लिडर को हो?